दर्शकबिन नमस्कार। हामी अहिले बर्दियाको गेरुवा गाउँपालिकामा छौँ र यहाँ चाहिँ घुम्नका लागि हामी गइरहेका छौँ, जहाँ ड्याम बनिएको छ। एकदमै राम्रो गेरुवाको यो ठाउँ। यहाँनिर कर्णालीको पानीलाई ड्यामका रूपमा बाँधेर सिँचाइका लागि अगाडि नहरहरू बनाइएको छ। एकदमै राम्रो छ। अनि यहाँनिर मैले गैँडा पनि हजुरलाई देखाइसकेकी छु। अब अगाडि बढ्दैछौँ हामी। यता अगाडितिर हाम्रो साथीहरू हुनुहुन्छ। यहाँ चाहिँ नमस्कार शाहजी र जोसिना थारू अगाडि बढ्दै हुनुहुन्छ। अनि यतातिर यसरी बाँधिएको ड्याम अनि पुल एकदमै सुन्दर छ। यहाँ एकदमै डरलाग्दो पनि छ। मैले निहालेर हेरेँ, पानी तल तल हुँदै गाउँभित्र नहरका रूपमा बगिरहेको छ। वाउ, यस्तो गर्मीको मौसममा पनि चिसो हावा चलेको छ। हेलो जोसिनाजी, हाई। जोसिनाजीले हात लाउँदै हुनुहुन्छ अनि पसिना पुज्दै पनि हुनुहुन्छ। अब जोसिनाजीले भन्नुहुन्छ कति महिला मात्र देखाइराख्नु भएको, आउनुहोस् न हजुर पनि भन्नु भइसकेको छ। आहा, अब म पनि यहाँनिर यसो गेरुवाको ड्यामको माथि घुम्दैछु। यहाँनिर नमस्कार शाहजीले पोज दिँदै फोटो खिच्दै हुनुहुन्छ। आहा, मुस्कुराउँदै। अनि कस्तो राम्रो। हामी यहाँ नजिकै यतातिर अरू के छ त, अरू घुम्न लायक के छ हेर्न लायक भन्दै अगाडि बढिरहेका छौँ। एकदमै अब यति मजाले झुल्न मिल्ने झुला भेट्यो भने हामीलाई अरू के चाहियो। जोसिनाजी र म झुलामा बसेर मजाले झुला खेल्न थाल्यौँ। अनि हामीलाई झुलामा यसो झुलाको स्पिड बढाइदिएर नमस्कार शाहजीले, नमस्कार साफाइले यसो फेरि हाम्रो फोटो भिडियो बनाइदिँदै गर्दाखेरि हामीले पनि बनाइदिन पर्यो। अनि हामीले फोटो खिचिदिउँ उहाँको। जोसिनाजीले त अझ पोज दिइकन नमस्कार शाहजीको फोटो खिचिदिँदै हुनुहुन्छ। नमस्कार शाहजीको मुस्कानै खतरा छ। मुस्कान दिँदै भिडियो बनाउँदै फोटो खिच्दै हामीले एकदमै रमाइलो गऱ्यौँ। अब यति मात्रै होइन, पर अलि परतिर के छ त जानु पर्यो भनेर हामी यसो अगाडितिर बढेको त आहा, नेपालको झन्डा। अनि कति राम्रो। यता हेऱ्यो गैँडा, अनि यतातिर हेऱ्यो नदी। अनि यहाँ चाहिँ नमस्कार सर नेपालको झन्डा समातेर मजाले फोटो पोज दिँदै गरेको अवस्था। अब हामी सबैजना फेरि झन्डाको छेउमा गयौँ। हाम्रो गुरुजीलाई बोलाएर हामी फोटो नि खिच्न लगायौँ। एकदमै राम्रो। आहा, हिँड्दै फेरि यस्तो भिजिट त गर्नै पर्यो, वाक त गर्नै पर्यो। आहा भन्दै हामी यसरी घुम्दै रमाइलो पनि गऱ्यौँ। यस्तो राम्रो गेरुवा बर्दियामा रहेछ। यति नजिकै भएर पनि म घुम्न जान नपाएकोमा एकदमै पछुतो पनि लागिरहेको थियो। अनि नेपालको झन्डा माथि देखेर म भन्दै थिएँ, जहाँ जाऊ जे गर जता पनि लैजाऊ मलाई, यो मन त मेरो नेपाली हो, नेपाली हो भन्दै म एकदम रमाइरहेकी थिएँ। अनि यसरी सलल्ल बगिरहेको पानी, यहाँ चाहिँ लभ आकारमा फोटो खिच्ने ठाउँ बनाएको। अनि हाम्रो नमस्कार शाहजी, जोसिनाजी अनि साथमा गुरुजी पनि हुनुहुन्छ। उहाँहरू तिनजना अब जानुपर्छ हो, गर्मीले त साह्रै मार्छ। फेरि तल जाउँ, अब गाडीको नजिक गएर गाडी चढिहाल्नु पर्छ भन्दै उहाँहरू जान थाल्नुभयो। म पनि के कहूँ, यता पोज दिएर एक दुईवटा फोटो खिचेर मात्रै जान्छु भनेर अनि गेरुवा लेखेको यो ठाउँमा गएँ। अनि यहाँनिर सुतिरहेको एउटा एफ थियो। किन यस्तो भएछ यसलाई भनेर भनेको त यसो छोइदिएको, अनि पल्टिहाल्यो। म चाहिँ छिटो भागेर अब गाडीतर्फ आएँ, किनकि त्यो अलरेडी एकदमै जोखिम अवस्थामा थियो। पहिले नमस्कारजीले भन्दै हुनुहुन्छ एकदम जोखिम अवस्थामा छ, त्यसलाई नसुधा राम्रो भनेर यसो छोइदिएको, पल्टिहाल्यो है। यस्तो काम पनि भएको छ फेरि मबाट, कसैले देखेन भन्ने लागिरहेछ है। अब भने हामी गाडीमा चढिसकेका छौँ। त्यहाँ मेरो केही गल्ती थिएन है दर्शकबिन। यति मात्रै अडिएको थियो, तर मैले यति औँलाले छुँदा मात्रै यसो पल्टेको छ क्या। यो चाहिँ यस्तै हो जीवनमा, कहिलेकाहीँ आफूले नगरेको गल्तीलाई पनि यदि बनाइ खानु छ भने त्यो कहाँबाट आफैमा आइपर्छ भन्थे, त्यस्तै हुन गएको। अब हामी गाडीमा बसिसकेका छौँ।
आहा आहा कलकल बगिरहेको साइडमा नहरको पानी यति सुन्दर। अनि भैँसीहरू नुहाउँदैछन् गर्मीमा, शीतल आनन्द वाउ लागिरहेको छ होला। मलाई पनि त्यही पानीमा गएर डुबुल्की मार्न त मन थियो, तर हामीलाई हतार थियो नेपालगञ्ज रिटर्न आउनु पर्ने, त्यसैले मैले पानीमा डुबुल्की मार्न सकिनँ। हाम्रो गाडी रफ्तारमा अगाडि बढिरहेको छ, एकदमै रमाइलोसँग यस्तो सुन्दर ठाउँ घुम्ने अवसर पनि मिल्यो। हामी एउटा कार्यक्रमका सिलसिलामा त्यहाँ पुगेका थियौँ अनि यो यात्रामा एकदमै रमाइला साथीहरू हुनुहुन्थ्यो। हामी अगाडि बढ्दै 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 अब भने नेपालगञ्जतर्फ निक्लिहाल्नुपर्छ है, ढिला भइसक्यो भनेर यहाँनिर हामी बाटोतर्फ अगाडि बढिरहेका छौँ। अनि यस्तो रमाइलो हरियाली जङ्गल वातावरण हेर्दै 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 अगाडि आइयो। अनि हामी फेरि ठाकुरद्वारा पनि पुग्नु पर्ने थियो। अनि यहाँ त यस्तो भित्तामा यति राम्रो राम्रो पेन्टिङ गरिएको रहेछ कि मेरो मनले मानेन। अनि यता जोसिनाजी चिसो पानी पिउनुपर्छ हो भन्दै हुनुहुन्थ्यो। मैले त यस्तो पोज दिएर फेरि एउटा भिडियो चाहिँ बनाइहालेँ कि दर्शक दिन। अब पाएको अवसरलाई त छोड्नु हुँदैन, किनकि हामीसँग मोबाइल छ अनि यो यस्तो राम्रो तस्बिरहरू हजुरलाई देखाउनै पर्यो। फेरि जोसिनाजीले भन्नुभयो कस्तो एक्लै गरिराख्नु म छु नि भनेर। अनि मैले यस्तो सुन्दर भिडियोहरू फोटोहरू हेर्दै हेर्दै उहाँहरूलाई पनि यसो भन्दै बेफिङ गर्दै अगाडि बढेँ। डन्डियो सिंह नाचिरहनु भएको दुईजना चौधरी किशोरी बहिनीहरू हुनुहुन्छ। यस्तो सुन्दर तस्बिर बनाउने मान्छेलाई म त पुरस्कार नै दिन्थेँ नि। आहा आहा भन्दै म अगाडि बढेँ। यहाँनिर स्वागत गर्नका लागि फुलभरि होइन डोकोभरि फुल लिएर बस्नु भएको अरू दुईजना किशोरीहरू हुनुहुन्थ्यो। मलाई एकदमै मन पर्यो। ठाकुरद्वाराको टाइगर रिसोर्टमा हामी यति हेरेर पानी पिएर फेरि निक्लिनै लाग्दा वालमा पनि यति सुन्दर सुन्दर पेन्टिङ रहेछ। यो हेर्दै हेर्दै हामीहरू अगाडि बढ्यौँ। हाम्रो गुरुजी गाडी चलाउँदै हुनुहुन्छ, यता जोसिनाजी, अनि अगाडि नमस्कार सर, फेरि उता त लभिङ किङ हाम्रो माधव कार्की सर पनि हुनुहुन्छ। अब हामी अगाडि बढिसकेका छौँ। अनि फोटोहरूलाई किन छोड्ने भन्दै यतातिर मैले फेरि फोटो पनि एड गरेकी छु दर्शकले। अब यस्तो सुन्दर ठाउँ अनि यस्तो बगिरहेको कलकल पानी अनि केही फोटोहरू हजुरलाई देखाउँदै ठाकुरद्वाराबाट भएर हामी नेपालगञ्ज पुग्यौँ। गेरुवा बर्दियाको यो सुन्दर सुन्दर ठाउँमा घुम्ने अवसर मिल्यो। धेरै नै खुसी लाग्यो र तपाईँहरूलाई पनि हामीले देखाइ छोड्यौँ। है त दर्शकबिन कस्तो लाग्यो? आहा फुल पनि फुलिरहेको देखेपछि मनले मानेन। मैले चाहिँ फुलको पनि फोटो लिएँ। यसरी ठाउँमा फुलहरू फुलिरहेका यति सुन्दर वातावरण। अनि यो मेरो भलक हेरिदिनु भएकोमा